प्याराडाइम शिफ्ट भन्छ नि, राजनीतिको सम्पूर्ण फोहोरलाई एकै झट्कामा बाहिर फाल्नको निमित्त त हामीले देशको आवश्यकता अनुसार सम्झौता गर्नु पर्यो नि त। भागभण्डाको बुदा त 7 वटा बुदामा एउटा बुदा छ, बाँकी 6 वटा बुदा तपाईहरुले पढिदिनु पर्यो। बाँकी 6 वटा बुदामा अबको 10 वर्षमा हामी कहाँ पुग्छौँ भन्ने कुरा हामीले भनेका छौँ। यो त छलफल गरेर भनेका छौँ। हामीले भागभण्डा कहिले त्यसलाई स्पष्ट पारिदियौँ। हामीले राजनीतिक रूपमा हामी के जिम्मेवारी लिन्छौँ भने हामीले भाग बाँडे होइन, हामीले जिम्मेवारी बाँडे हौ। त्यो भाग होइन, त्यो जिम्मेवारी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले गरेको जिम्मेवारी अनुसार नागरिकको चाहना अनुरूप भएको छ। जनताले त सेलिब्रेट गरे नि, कहीँ विरोध गरेको त हामीले त पाएका छैनौँ। राजनीतिक दलका रूपमा अरूले विरोध गरे होला के भयो तर नेपालमा यति ठुलो उत्साह आएको तपाईहरुलाई सम्झना छ कहिले? जब बालेनजी र मेरो र कुलमानजीसँगै हामी जोडेर जाँदाखेरि राष्ट्रले जुन उत्सवका रूपमा र उत्साहका रूपमा यसलाई सेलिब्रेट गर्यो, यही नै हो। मुलुकलाई मध्यनजर राखेर, मुलुकलाई सेन्टरमा राखेर गरिएको सम्झौता हो, न कि मेरो कति तपाईको कति। बाँकी कसैलाई कति चिज ल्याउने भनेको साथीभाइहरू सँगसँगै हुनुहुन्छ, उहाँहरूसँग सँगै काम गरेका र क्षमताका आधारमा अहिले भर्खरै गरिएको चिज हो। जब पार्टी महाधिवेशनमा जान्छ त राष्ट्रसभा भएर जान्छ, प्रत्यक्ष चुनावमा जान्छ राष्ट्रसभा भएर जान्छ। अब त हामी राष्ट्रसभा भइसकेका छौँ। अन्तबाट राष्ट्रसभामा आउने क्रममा भएका केही बुदाहरू छन् जसमा भागभण्डा होइन, जिम्मेवारी बाँडफाँडको एउटा बुदा छ। बाँकी बुदा नीति, विचार, सिद्धान्त, उद्देश्य र 10 वर्षमा मुलुकलाई हामीले के टार्गेटमा लिएर जाने कुरामा केन्द्रित भएको हुनाले हामीले हेर्ने दृष्टिकोण, त्यो नेरेटिभ कहीँबाट त्यस्तो बन्यो होला। अब हामी सोच्ने ढङ्ग, नेरेटिभ बनाउने ढङ्गमा चेन्ज गर्नुपर्छ।